हामी चाहिँ आज कहाँ जानु आँटेको छ? कालिम्पोङ। खोइ आदि यहाँ हो के हो? हेलो। हामी चाहिँ अब कालिम्पोङ जाँदैछ मङ्गलधाम रेडी भएर। हाम्रो ड्राइभर भाइ भन्नुभएको छ। ल हामी चाहिँ कालिम्पोङ पुग्यो तर हामीलाई चाहिँ ढिलो भयो हो। कालिम्पोङको प्रोग्राम पनि सकिगयो तर अब कालिम्पोङको बाटोमा पुग्नु पर्ने हो। कस्तो दामी सिनेरी छ। आकाश पनि खुल्ला भएछ है पानी परेर। सबै कालिम्पोङ हो परनिर मेरो स्कुल पनि छ। अब यो ढाकिहाल्यो नयाँ बिल्डिङ बनाएर सब बजार हो हाम्रो कालिम्पोङको। आज सन्डे हो अन्त सन्डेले गर्दा चाहिँ हाम्रो हाट बजार हो होइन। आज सन्डे भएर सबैजनाको हाट चाहिँ छैन तर यस्तो चाहिँ लागिरहेको छ दोकान चाहिँ। सुमन मम्मी पनि आउँदो रहेछ अहिले देखेछ हो त। ओ सुमन मम्मी ए ल हाय मेरो बेटा बाबु ये मेरो बेटा कस्तो भएछ ल ल जाऊ प्रोग्राम सकेर चाहिँ हामी अब डेलो जाँदैछ होइन। हामीसँग चाहिँ यहाँनिर हाम्रो मसाजी छ। त्यसमा हाल्दै त शीतल हेर्नु हामी कहिलेदेखि फोन बोकेको अहिलेसम्म हराएको छ हामीले फोन। हामीले आफूलाई अब डर लाग्यो। हामी चाहिँ यहाँसम्म आइपुगेछ है। नगर्नु भन्छु म चाहिँ तर गर्दा भयो। अब एकछिन फोटो खिच्नु होला है। भेनाले त माछा पकायो होला कहाँ पकाउँछ दोकानमा त्यसो भन्दैछ हो। दोकान डेलो पार्क यति बेला चाहिँ हामी डेलो पार्क आइरहेको छ घुम्नु। अनि यहाँ चाहिँ एकदम शीतल भन्दा पनि शीतल छ। यहाँनिर टेम्परेचर कति छ भन्दा टेम्परेचर कस्तो छ चेक गरेर गाइस चाहिँ मार्ला म टेम्परेचर देखाउँदैछु। टेम्परेचर देखा न छिटो वेट गेटमा। So guys, weather is 22. It's very peaceful, nice. Sister is never happy with her photographs because she is not good looking and she always blames me. And just look at the camera. It's all dark and she wants a very good picture, which is not possible here. Flashlight, obviously. Still, it's not working and it's not coming good. So I guess she should always carry DSLR with her, or else I got iPhone. Guys, so 2 minutes silence. कि यो voice, यो music और जस्तो छ बच्चाको सुन्नु ल. Look guys, मेरो दिदीहरु चाहिँ यहाँ बिहा गर्ने अरे ल. Venue already decided.
केटा चाहिँ पाएको छैन हो सो डार्क त रहेछ ब्युटिफुल के हुँदो रहेछ है यसो लाग्यो म जाऊ है जुम हौ यस्तो गरममा पनि यहाँनिर फायर छ गाइस इट्स आई फिल लाइक समन इज कलिङ मी शीतल भन्दै मेरो साथी हो क्या भने डेलो पाइन नेस्ट क्याम्प साइट ल गाइस केही देखेन है अब चाहिँ केही गाइस दिस इज यति चाहिँ मैले चाहिँ देखाइदिएँ हो यति अँध्यारोमा पनि अन्त खालि काटेर त्यो सर्ट मात्रै हाल्नु न घरमै बसेर समाउँछ 4जना आयो भने